केही पनि छैन, त्यो अघि मैले भनिहालेँ। डिएक्सनमा यत्रो धेरै वर्षदेखि म आबद्ध भइरहँदाखेरि र जसले लिनु भएको छैन डिएक्सन, उहाँहरूले पनि प्रयोग गर्नुहोला, किनभने क्यान्सर जस्तो रोगलाई पनि डिएक्सनको औषधिले चाहिँ, औषधि त नभनौँ, यसलाई सप्लिमेन्ट भन्नुपर्छ जस्तो लाग्छ मलाई। र त्यसले चाहिँ निर्मूल भएको पनि उदाहरणहरू छन्। र डिएक्सनले चाहिँ, डिएक्सनको कफीले चाहिँ एकदमै तपाईँहरूको हुन्छ नि, एन्जाइटी हुन्छ, कहिलेकाहीँ एकदमै टेन्सन भइरहेको हुन्छ नि, त्यो कफी खानुभयो भने चाहिँ एकदमै चङ्गा हुन्छ। त्यो चाहिँ मैले आफूलाई नि एप्लाई गरेको हुनाले यो चाहिँ भनेको हो मैले। र सबैभन्दा ठुलो कुरा चाहिँ डिएक्सनको मञ्जन छ, जुन मञ्जनले चाहिँ तपाईँको दाँतलाई त एकदमै राम्रो चकाचौक बनाउँछ होइन। पहिला म अलिकति पनि केही खाने बित्तिकै सिरिङ्गो हुन्थ्यो दाँत, तर डिएक्सनको जुन मञ्जन मैले युज गरिरहेको छु टुथपेस्ट, त्यसले चाहिँ हजुरको डिएक्सनको यो दाँतलाई पनि मजबुत बनाउँछ। अर्को पनि यसको फाइदा के छ भने डिएक्सनको टुथपेस्टले चाहिँ कहीँ पनि तपाईँ लड्नुभयो, कहीँ चोटपट लाग्यो भने डिएक्सनको मञ्जन सरक्क लगाइदिनु, निको भइहाल्छ। र म चाहिँ अनि हामी चाहिँ अब धेरै बोल्नुपर्छ नि त, अनि बोल्ने भएको हुनाले चाहिँ म राति जहिले पनि डिएक्सन अलिकति टुथपेस्ट मुखमा राखिएर सुत्छु, किनभने त्यसलाई मलाई ओर गरिरहेको हुन्छ रातभरि होइन। अनि मलाई चाहिँ एकदमै बिहान